ल त बस्दा बस्दा पानी दर्के मजाले आयो है त केटा हो यहाँनिर है। इन्डियाको बोर्डरमा चाहिँ यस्तो पानी परेको छ, यस्तो हालत भएको छ। यसरी पानी आउँछ र पानी आएको छ धेरै र हामी चाहिँ यस्तो बसिरहेको छु, गाडाङगुडुङ पनि गरिरहेको छ। अनि एउटा कुरा चाहिँ के भन्दाखेरि चाहिँ ठिक्कै पानी झरीमा चाहिँ साथी आइपुगेछ है त। हिजोअस्ति के भन्छ छुट्टीमा गएको थिएँ, 1-2 दिनको छुट्टीमा। अन्त साथीले चाहिँ के ल्याएछ भन्दाखेरि चाहिँ यहाँ रोटी ल्याइदिएको छ है त आज। अबे मजा आएगा ना भिडो। रोटी अरे डल्लेको अचार, अन्त यहाँनिर के रहेछ हौ, यो चाहिँ भन्छ आँपको अचार। नाइस। अन्त यो चिया, यति कम्बो मिक्स आएर चाहिँ खानेवाला छु है त अब केटा हो। अनि धेरै धेरै धन्यवाद छ हाम्रो फकल दाजुलाई है त। मैले त यहाँ भिडियो बनाउँदा बनाउँदा यहाँ हो दाजुले त सकेर पनि आएछ है त। आम्ची फासिना यल्ला ओए हेरो खाएर अगाएर नाच्नु पनि थालेछ हो। ल म चाहिँ अब चाहिँ सुरु गर्नेवाला छु। भित्र लगेर दिनुपर्छ होला हौ भित्र। खोइ त केही देख्दैन रहेछ त। अन्त के भन्छ अहिले साथी चाहिँ कहाँ गएको छ भन्दाखेरि चाहिँ आउनु बित्तिकै टोइलेट गएको छ। अरे कहना क्या चाहते हो? के खाएर आएको नि? दसैँमा बसेर खाएको जस्तो पो याद आयो त हौ मलाई त। पानी चाहिँ भन्दा भन्दा यस्तो आएको छ है त, यत्तिको साह्रो आएको छ पानी चाहिँ। यहाँ चाहिँ मजाले देख्दो रहेछ नि त, लाइटकै छेउमा भएर। यस्तो तल पसेन है मान्छे त ब्ल्याक एन्ड वाइट देख्दैछ त हो न। कस्तो हो खत्तम भयो त। साथीले यो के भन्छ रोटी ल्याएको कारण चाहिँ उसको घरमा पूजा थियो अरे भनेर ल्याइदिएको है त। नभए यस्तो समर टाइम बिचतिर चाहिँ हामीहरूकोतिर हो भने चाहिँ कसैले पनि यो रोटी चाहिँ बनाउँदैन है त। उसको घरमा पूजा थिएछ, त्यही भएर छुट्टीमा गएको थियो र ल्याइदिएको छ। हाइट यस्तो राखेर मजा आउँछ त नि यस्तो भ्यू हेरेर। कहाँ त्यहाँ बसिराख्नु, अघि दिन थाहा भएको भए यही खाइसकेको बेला मात्रै बुद्धि आउँछ। डिप्रेसन अब राईको दिमाग भने 12 बजी राति मात्रै आउँछ अरे, त्यस्तै भएको होला। के बोले भाइ? अब के बोले? एकदम डल्ले देखाउनु बिर्सेछु नि तिमीलाई त। आउनु बित्तिकै टोइलेट जानुपर्छ र अन्त थ्याङ्क यू भन्नु पनि पाइनँ मैले। अन्त ल थ्याङ्क यू छ है त। टोइलेटबाट आउनु बित्तिकै फेरि दिइहालेको। ल त फाइनली खाइसक्यो। अनि खोइ धुँ भने त अहिले पानी परिरहेको रहेछ, अहिले त्यसलाई यतिकै राख्नु पऱ्यो। अनि थ्याङ्क यू सो मच भन्न चाहन्छु तपाईँहरूले यो भिडियोलाई हेरेर, यो भिडियोलाई होइन सधैँ पनि हेल्प गरिराख्नु भएको छ। यस्तै हेल्प माया र सपोर्ट गर्नुहुन्छ होला भन्ने आशा गर्दै आई विल सी यु इन द नेक्स्ट भिडियो। टिल देन स्टे सेफ स्टे गुड है त। सो बाई बाई।